सकेको हुन्छ तलको अझै फुल्न बाँकी हुन्छ खपोलेर राग आउँछ नि त सिडहरू बसेछ है यसै यो चाहिँ एकदम कडा हुन्छ नि त त्यही भएर पुरा त्यो पहेँलो भएको पातहरू कति धेरै हो कि यतिको फुल्दैछ यस्तो छ मेरो जेरेनियमहरू चाहिँ धेरै जस्तो चाहिँ फुलिसकेछ साथीहरू हाई एभ्रिवान नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा यो हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम ठिक छु साथीहरू मैले चाहिँ मेरो कामको व्यस्तताको कारणले साथीहरू भिडियोहरू आजकल बनाउनै भ्याएकै छैन क्या साथीहरू अनि त्यही भएर चाहिँ अहिले चाहिँ म चाहिँ भर्खर तल गएर आएको साथीहरू आज कति दिन भयो साथीहरू त्यो प्रोग्रामको लागि डान्स सिक्न गएको हामी चाहिँ कति दिन भयो अनि म चाहिँ आज चाहिँ अलिक छिटो आएको थिएँ कि साथीहरू त्यही भएर चाहिँ म चाहिँ मेरो यो जेरेनियम फुलहरूमा चाहिँ धेरै दिन भयो नि त मैले नहेरेको साथीहरू त्यही भएर चाहिँ मैले चाहिँ यिनीहरूमा चाहिँ हेर्नुहोस् त यस्तो सुक्खा भइसकेछ कि हेर्नुहोस् न अनि म चाहिँ यिनीहरूमा पानी हालिदिन लागेको साथीहरू अनि अस्ति मैले चाहिँ प्याजको बोक्रा लिएर आएको थिएँ कि साथीहरू अनि त्यो भिजाएर राखेको थिएँ अनि त्यसलाई पनि हालिदिउँ कि भनेको साथीहरू त्यही भएर चाहिँ अनि म चाहिँ भिडियो स्टार्ट गरेको है यो जेरेनियम फुलहरू चाहिँ यत्तिको फुल्दैछ है हेर्नुहोस् न अहिले चाहिँ यत्तिको फुल्दैछ मेरो जेरेनियम फुलहरू चाहिँ अनि यहाँ चाहिँ मैले अस्ति चाहिँ मैले त्यो के भन्छ अरे उता पसलबाट चाहिँ पुरा कति धेरै रहेछ कि यो प्याजको बोक्राहरू अनि यो पनि एकदम झोलमल हुन्छ कि साथीहरू अनि मैले चाहिँ यो प्याजको बोक्राहरू भयो अनि त्यसपछि केराको बोक्राहरू भयो यहाँ केराको बोक्रा पनि छ साथीहरू देख्न सक्नुहुन्छ यो मजाले गले होइन यो चाहिँ मजाले प्लत्त गल्ने गरेर अनि त्यसपछि यसरी मुस्यो भने चाहिँ पुरा धुलो भइजान्छ के अनि त्यसपछि त्यो मिसाएको छु है अनि त्यसपछि यो प्याजको बोक्रा भयो है अनि यसको पनि एकदम मजाको झोलमल हुन्छ कि साथीहरू अनि मैले चाहिँ अघि नै यहाँ लिइसकेको छु 1 बाल्टिन पानी अलिकति भरे छैन है अनि म चाहिँ अब यो पानी अलिकति त्यति धेरै कडा गर्न नि हुँदैन कि साथीहरू यो प्याजको बोक्रा नि के भन्छ अरे पिनाको झोलमल जस्तै हो कि साथीहरू कडा हुन्छ किनभने यो प्याज त हामीले सधैँ नै तरकारीमा युज गर्ने बेलामा चाहिँ के भन्छ अरे यस्तो आँखा बोलेर राग आउँछ नि त अनि यसले त झन् फुलको बिरुवालाई त मारिदिने भयो त्यही भएर चाहिँ पातालो गरेर हाल्नुपर्छ कि साथीहरू एकदम मल हुन्छ यो पनि है यत्तिको पातालो हेर्नुहोस् त यत्तिको पातालो भयो है अब म चाहिँ मेरो फुलहरूमा सबैमा हालिदिन्छु साथीहरू धेरै दिन भयो झोलमल पनि नहालेको अनि त्यसपछि म चाहिँ कति दिन भयो कि साथीहरू बिजी अनि मेरो यो फुलहरूमा हेर्न पनि पाएको छैन कि साथीहरू राम्रोसँग हेर्नुहोस् त यस्तो सुक्खा भएर बसेछ है यस्तो सुक्खा छ माटो चाहिँ यो जेरेनियमलाई चाहिँ धेरै पानी पनि हाल्नु हुँदैन कि साथीहरू गिलो भयो गरेर ल म चाहिँ अब सबैमा हालिदिन्छु साथीहरू यत्तिको हालिदिएपछि चाहिँ पुग्छ है मजाले लाग्छ यो झोलमल चाहिँ फुलेको फुलको लागि चाहिँ एकदमै बेस्ट हो साथीहरू किनभने अरू मलहरू चाहिँ एकदम टाइम लाग्छ यो माटोहरूमा फैलिनलाई अनि यो झोलमल त फेरि हामीले हाल्ने बित्तिकै जराहरूमा फैलिने भयो अनि त्यस कारण चाहिँ झोलमल चाहिँ एकदम बेस्ट हुन्छ है यो फुलेको फुलको लागि अनि मेरो फुलहरू चाहिँ मजाले फुलेको क्या अहिले चाहिँ सबैमा अलिअलि हालिदिन्छु साथीहरू म चाहिँ यसरी नै धेरै पनि हाल्नु हुँदैन है यो चाहिँ एकदम कडा हुन्छ नि त त्यही भएर चाहिँ पातलो पानी गरेर थोरै हालिदियो भने चाहिँ लाग्छ मजाले मल यसरी नै सबैमा हालिदिन्छु म चाहिँ धेरै दिन भयो साथीहरू यो फुलहरूमा झोलमल नहालेको पनि राम्रोसँग हेर्न पनि पाएको छैन साथीहरू हिँडै गर्नु परेर अनि त्यसपछि मैले पहिला घरै बसिराख्ने टाइममा त दिनभरि घरै हुन्छ नि त अनि त्यो टाइममा चाहिँ दिनैभरि यो फुलहरूलाई हेरेर बसिरहन्छु साथीहरू के कस्तो भयो भनेर अनि एउटा दुईटा फुलको
पहेँलो पातहरू देख्ने बित्तिकै म चाहिँ सफा गरिहाल्छु क्या, निकालिहाल्छु। अनि आज चाहिँ 5-6 दिन भयो साथीहरू यो फुलहरूलाई मैले हेर्न नपाएको। ल उतापट्टिको साइडमा चाहिँ म अहिले हालिदिन्छु साथीहरू। यिनीहरूमा चाहिँ मैले हालिसकेँ। उतातिरको चाहिँ मेरो त्यो के भन्छ अरे अस्ति भर्खर रिपोर्टिङ गरेको बिरुवाहरू हो कि साथीहरू। तिनीहरूमा चाहिँ म हाल्दिनँ, किनभने 1 महिनासम्म चाहिँ म तिनीहरूमा चाहिँ त्यो कलिलो बिरुवाहरूमा चाहिँ हाल्दिनँ कि साथीहरू। र मेरो जेरेनियम फुलहरू चाहिँ यतिको फुल्दैछ है, हेर्नुहोस् न मजाको फुल्दैछ। यो पनि यस्तो मिठो कलर छ यो पनि है, हेर्नुहोस् न। कोपिलाहरू अझै टन्नै हाल्दैछ साथीहरू यो जेरेनियमको चाहिँ, हेर्नुहोस् त। त्यो यो तलतिरको हाँगाहरू पनि काटिदिएँ कि साथीहरू, यसको काटिदिएँ। अनि यसको पनि काटिदिएको थिएँ, यहाँनिर चाहिँ पलाइसकेको साथीहरू। यो जति काटेँ त्यति नै यस्तो हाँगै पछि पलाउँछ कि, यस्तो डाँठै पछि के मजाले पलाउँछ कि, जति काटेँ त्यति नै। अनि त्यही भएर चाहिँ हाम्रो जेरेनियमहरूमा चाहिँ काटिराख्नुपर्छ कि, कटिङ चाहिँ गरिराख्नुपर्छ बुस्सी बनाउनको लागि चाहिँ। हेर्नुहोस् न मजाले फुलेछ नि यो पनि। अनि यो ह्याङ्गिङमा गुड मर्निङ साथीहरू। आजको मेरो भिडियोको सुरुवात चाहिँ मैले मेरो जेरेनियम फुलबाट गर्दैछु साथीहरू। मेरो जेरेनियम फुलहरू चाहिँ अहिले चाहिँ यत्तिको फुल्दैछ साथीहरू मजाले। हेर्नुहोस् न यो बेबी पिङ्कमा हेर्नु त कस्तो राम्रो फुल्दैछ है, हेर्नुहोस् न। कोपिलाहरू हेर्नुहोस् न कति बुस्सी हुन्छ कि, माथिको फुलेर पनि ओइलिसकेको हुन्छ, तलको अझै फुल्न बाँकी हुन्छ कि मजाले। पुरा फुल्दा त कति ठुल्ठुलो थुङ्गा फुल्छ कि साथीहरू। हेर्नुहोस् न यति हेल्दी छ है बिरुवा पनि। अनि कोपिलाहरू हेर्नुहोस् त मस्त हाल्दैछ, कति धेरै कोपिलाहरू हाल्दैछ है, देख्न सक्नुहुनेछ। अनि अहिले चाहिँ यहाँ चाहिँ घाम लागिसक्यो है, यो जेरेनियम राख्ने ठाउँमा चाहिँ। अहिले चाहिँ कति बज्यो साथीहरू, 8 बजिसक्यो। अहिले चाहिँ घाम लागिसक्यो। यतिमा चाहिँ चाँडै घाम लाग्छ, अनि त्यसपछि बिस्तारै घाम लाग्दै आउँछ कि साथीहरू। अनि यहाँ चाहिँ अहिले चाहिँ घाम लागिसक्यो। अनि यो पनि अहिले चाहिँ मजाले फुलेछ है, देख्न सक्नुहुनेछ मेरो जेरेनियमहरू चाहिँ। यो पनि बेबी पिङ्कमा हेर्नुहोस् न, यस्तो कति धेरै सिडहरू बसेको हेर्नुहोस् न साथीहरू। यस्तो सिडहरू बसेछ है। यसको पनि फुल्दैछ साथीहरू, घामले गर्दा कस्तो टल्कियो कि। तल्लोबाट बोट हेर्नुहोस् त कस्तो बुस्सी भएर पलाउँदैछ है। अस्ति त कति नराम्रो थियो नि साथीहरू, कस्तो यो बोट के कस्तो अनहेल्दी थियो कि, अहिले चाहिँ यतिको छ साथीहरू। अनि यो डार्क रेडमा हेर्नुहोस् त मजाको बुस्सी भएर फुल्दैछ है। अनि यो फुलहरूलाई मैले के भन्छ अरे नहेरेको कति दिन भयो कि साथीहरू। हेर्नुहोस् न यो पहेँलो पातहरू चाहिँ टन्नै छ कि यो भित्रभित्र, यस्तो पहेँलो पातहरू। म चाहिँ आज कति दिन भयो हिँडेँ गरेर के साथीहरू, नभ्याएर यो मेरो फुलहरूलाई सेयर गर्नलाई। हेर्नुहोस् त यस्तो पहेँलो भएको पातहरू कति धेरै हो कि, यिनीहरू सबलाई सफा गरिदिन्छु है म चाहिँ। यस्तो पहेँलो भएको पातहरूलाई राख्यो भने चाहिँ पहेँलो भएको पातहरू छ भने, यदि यस्तो पहेँलो भएको पातहरू छ भने चाहिँ यस्तोहरूलाई हटाइहाल्नुपर्छ कि साथीहरू, यस्तोहरूलाई राख्नु हुँदैन। किनभने हाम्रो यो फुलले पाउनुपर्ने इनर्जीहरू सबै यसले ल्याइदिन्छ कि। सुकेको फुलहरू भयो, यो पहेँलो भएको सुकेको पातहरू भयो है, यिनीहरूलाई चाहिँ हटाइहाल्नुपर्छ कि हामीले चाहिँ। फुर्सद हुने बित्तिकै यिनीहरूलाई चाहिँ यसरी हटाइहाल्नुपर्छ है। अनि मजाले बोट हेल्दी भएर अनि मजाले फुल्छ क्या। अनि हेर्नुहोस् न यो भित्रभित्र कति धेरै छ कि, यो चाहिँ बोट चाहिँ कस्तो बुस्सी भयो है साथीहरू। यस्तो चाहिँ मेरो गमलामा यो कलरको चाहिँ मेरो 3टा गमलामा छ कि साथीहरू। पोहोर चाहिँ मेरो एउटा गमलामा मात्रै रोपेको थिएँ, यही गमलामा। यो चाहिँ पोहोरको मदर प्लान्ट भइहाल्यो है। हेर्नुहोस् न यस्तो सुकेको पातहरू, यो चाहिँ पोहोरकै मदर प्लान्ट भयो। अनि अर्को 2टा चाहिँ मैले कटिङबाट सारेको चाहिँ उतापट्टिको गमलामा छ कि साथीहरू। हजुरहरूलाई म त्यो पनि देखाउने छु है। अनि यत्तिको फुल्दैछ है। अनि हेर्नुहोस् न यो रानी पिङ्कमा, यसको पनि यो चाहिँ लोकल हो है।
हजुरहरूले मैले सधैँ नै भनिरहेकै नै हुन्छु है, यो चाहिँ लोकलमा। यसको पनि हेर्नुहोस् न साथीहरू, यस्तो पहेँलो पातहरू हेर्नुहोस् त कति धेरै रहेछ। मैले चाहिँ कति दिन भयो कि यो फुलहरूलाई स्याहार गर्न नपाएको। म चाहिँ बिजी भएर हिँडे गर्नु पऱ्यो नि त, त्यही भएर चाहिँ मैले यो फुलहरूलाई स्याहारेकै छैन क्या साथीहरू। अझै मैले कति दिन पानी हालेन होला हो साथीहरू, 6-7 दिन पानी हालेन होला। हिजो त बोटै पहेँलो हुँदै आएको के, अनि त्यही भएर मैले अस्ति भिजाएर राखेको। मैले चाहिँ अस्ति त्यो के भन्छ अरे लसुन के अरे प्याजको बोक्रा ल्याएको थियो साथीहरू, त्यसलाई भिजाएर राखेको थियो। अनि त्यसको झोल हालिदिएको कि हिजो बेलुका चाहिँ मैले त्यो प्याजको बोक्राको 5-6 दिनसम्म पानीमा गलाएर राखेको थियो। अनि त्यसको झोल हालिदिएको थियो कि साथीहरू मैले चाहिँ। अनि कस्तो पानी नहालेको त बोटै पहेँलो हुँदै आएको के। म चाहिँ फुर्सदै नभएर साथीहरू, बेलुका चाहिँ अबेर आउने अनि बिहान चाहिँ छिटै जानुपर्ने नि त, त्यही भएर चाहिँ केही काम पनि नभ्याउने के। अनि के को लागि भनेर त म हजुरहरूलाई पछि भन्ने छु है, मेरो भिडियो मार्फत नै। अनि हेर्नुहोस् न, यो व्हाइटको त झन् हेर्नुहोस् त साथीहरू, बोटै कस्तो पहेँलो भएछ कि। हेर्नुहोस् न कति धेरै छ कि यो पहेँलो पातहरू चाहिँ। म चाहिँ सबै हटाइदिन्छु है। मेरो चाहिँ पोहोर पनि यस्तै भएको हो साथीहरू, मजारी सुरुमा चाहिँ मजारी फुलेको हो यो व्हाइट कलरको। अनि पछि चाहिँ के भयो है, बोटै पहेँलो हुँदै आउने, पातहरू चाहिँ जति माथि गयो त्यस्तै पहेँलो पात हुँदै आउने। अनि पुरा बोटै के भन्छ अरे खुइले भएको के साथीहरू। अनि त्यसपछि मैले चाहिँ जरामा खुम्रे किरा लागेको होला भनेर जरा उखालेर हेरेको, खुम्रे किरा लागेको रहेछ कि साथीहरू। अनि मैले चाहिँ त्यसलाई चाहिँ हटाइदिएँ। अनि यो जेरेनियमको टुप्पाहरू चाहिँ मैले चाहिँ मुन्टाहरू चाहिँ गाडिदिएको थिएँ क्या साथीहरू। अनि त्यसैबाट सरेको भयो है। हेर्नुहोस् न यो व्हाइट कलरको आफू भने त फेरि मजारी के भन्छ अरे कोपिलाहरू हालेछ क्या साथीहरू। टन्नै रहेछ हौ पहेँलो पात त यसको त, हेर्नुहोस् न। अनि यो ह्याङ्गिङमा है, ह्याङ्गिङको चाहिँ मैले एकै ठाउँमा बाँधिदिएको भएर होला नि साथीहरू। यो बिचमा त कति धेरै कुहिएको पातहरू हुन्छ के, यो झुन्डिनी भएर मैले चाहिँ बाँधिदिन्छु नि त साथीहरू। जहिले जति माथि गयो त्यति बाँध्दै लानुपर्छ कि साथीहरू, टेका लगाएर। अनि त्यही भएर चाहिँ त्यो बिचको हाँगाहरू कोही भाँचिने कोही नबढ्ने हुन्छ क्या, त्यस्तो हुन्छ क्या। मजाले ह्याङ्गिङ पटमा रोपेको भए त मजाले फैलिएर फुल्न पाउँथ्यो। अनि हाम्रो त यहाँ त गमलामै रोपिदिएको छु नि त, त्यही भएर चाहिँ यिनीहरूलाई चाहिँ अलिक गाह्रो नै हुन्छ क्या साथीहरू। यतिको छ यो ह्याङ्गिङमा चाहिँ, यतिको फुल्दैछ है। अनि अर्को यहाँ छ, यसको पनि मजाले फुल्दैछ साथीहरू। हेर्नुहोस् न यस्तो सिड बसेछ है। यस्तो सिडहरूलाई चाहिँ अहिले चाहिँ हामीले चाहिँ राख्नु हुँदैन ल साथीहरू। यदि हजुरहरूलाई राख्न मन छ भने चाहिँ राख्दा हुन्छ है, तर म चाहिँ राख्दिनँ साथीहरू। यो जेरेनियम फुलको फुलिसकेपछि पछि लास्टतिर गऱ्यो भने चाहिँ यो फुलले आफैले नै भन्छ कि साथीहरू, यो फुलको बोटले नै, त्यो बेलामा चाहिँ राख्नुपर्छ। अहिले चाहिँ यिनीहरूलाई चाहिँ मजाले फुल्न दिनुपर्छ कि साथीहरू। त्यो सिड राख्यो भने चाहिँ यो अरू फुलहरू कोपिला लाग्न दिँदैन, अरू फुलहरू मजाले फुल्दैन के। अरू फुलहरूले पाउनुपर्ने इनर्जी यो सिडहरूले लिइदिन्छ नि त, टाइम लाग्छ यसलाई त एकदम धेरै। अनि त्यही भएर चाहिँ हामीले चाहिँ यो सिजनमा चाहिँ यो जेरेनियमलाई चाहिँ मजाले फुल्न दिनुपर्छ कि साथीहरू। अहिले चाहिँ यहाँ चाहिँ मेरो चाहिँ घाम लागिसक्यो साथीहरू, यहाँ चाहिँ घाम लागिसक्यो है। यस्तो छ मेरो जेरेनियमहरू चाहिँ। म चाहिँ भर्खरै उठेको साथीहरू, हेर्नुहोस् त कति धेरै बनाएँ मैले चाहिँ। अब यसलाई चाहिँ म चाहिँ फ्याल्दिनँ साथीहरू, कम्पोस्ट मलमा हालिदिन्छु। कम्पोस्ट मलको लागि यति धेरै छ है, कम्पोस्ट मलको लागि हालिदिन्छु। खासमा मेरो यो मलाई कस्तो अचम्मै लागेको के साथीहरू, यो बेबी पिङको त मैले चाहिँ त्यो सिडमा चाहिँ परेको जस्तो त लागेन। मैले
त्यो सिड पोहोर सिड उमार्ने बेला छर्ने बेलामा चाहिँ मैले सिड भनेको यही बिरुवाको मात्रै बनाएको हो कि साथीहरू, यो कलरको मात्रै। अनि हेर्नुहोस् न, मैले अस्ति नै त्यो कति साथीहरूलाई चाहिँ मैले यो कलरको भनेर चाहिँ यही कलर पठाएँ कि साथीहरू, फुलेकै थिएन है। अनि मैले जमाएको त यही कलरको मात्रै हो नि त, अनि यो कहाँबाट निस्क्यो कि यस्तो कलर है। हेर्नुहोस् न, माथि माथि चाहिँ यस्तो यस्तो जस्तो पनि छ है, पिङ्क पनि मिसिएको छ है, कस्तो नौलै कलर निस्क्यो कि मेरो यो चाहिँ। हेर्नुहोस् न, मैले पिङ्क कलर, यदि पिङ्क कलरको रोपेको, पिङ्क कलरको छरेको भए त यो बेबी पिङ्क पनि निस्किने थियो नि त। हेर्नुहोस् न, यो चाहिँ बढी मात्रामा यो पिङ्क छ के। हेर्नुहोस् न, अचम्मै लाग्ने, झन् नौलो कलर निस्क्यो कि, राम्रो छ नि साथीहरू यो चाहिँ झन्। हेर्नुहोस् न, यो बेबी पिङ्कमा अस्ति चाहिँ बोट मर्नै लागेको थियो साथीहरू, अहिले चाहिँ मजारी बुस्सी भएर कोपिलाहरू हेर्नुहोस् त कति धेरै। अब यो मजारी फुलिसकेपछि त बोटै देख्दैन साथीहरू यसको चाहिँ। यो चाहिँ सिङ्गल प्याटलमा भयो साथीहरू, यो पनि सिङ्गल प्याटलमै भयो, यो पनि सिङ्गलमै भयो साथीहरू। यिनीहरू चाहिँ डबलमा ल साथीहरू, यिनीहरू चाहिँ डबलमा हो। मलाई चाहिँ डबलमा भन्दा फेरि सिङ्गलमै मनपर्छ कि साथीहरू। यो जेरेनियम चाहिँ एकदमै राम्रो देखिन्छ कि सिङ्गलमा चाहिँ, यिनीहरू चाहिँ डबलमा भयो है। यो पनि सिङ्गलमा, यो चाहिँ यो पनि डार्क रेड, यो पनि डबलमा भयो साथीहरू। यो पिङ्क कलरको चाहिँ हेर्नुहोस् त, अस्ति चाहिँ मजारी फुलेको थियो नि त साथीहरू। यहाँको चाहिँ मैले सफा गरिदिएको कि साथीहरू, अस्ति फुलेर पुरा सुकिसकेको थियो नि त, त्यही भएर चाहिँ यहाँ चाहिँ खाली खाली देख्दैछ है। हेर्नुहोस् न, कोपिलाहरू यसरी हाल्दैछ कि, यसरी हटाइदियो भने चाहिँ यो कोपिलाहरू चाहिँ मस्त हाल्छ कि साथीहरू। त्यही भएर चाहिँ हामी सुकेको फुलहरूलाई चाहिँ फुलिसकेपछि चाहिँ निकालिहाल्नुपर्छ। यो ओरेन्जको पनि हेर्नुहोस् त, यतिको फुल्दैछ, अनि कोपिलाहरू चाहिँ मस्त हाल्दैछ है। अनि यो ह्याङ्गिङमा पनि अहिले चाहिँ बोट चाहिँ यस्तो हेल्दी भएर कोपिलाहरू यस्तरी हाल्दैछ। अनि यहाँ छ मेरो क्यालेन्चोई, वाउ, अहिले चाहिँ लगभग धेरै जस्तो चाहिँ फुलिसकेछ साथीहरू, अझै बाँकी नै छ यतातिरको चाहिँ, यहाँ चाहिँ अझै नै बाँकी नै छ। तर अस्तिको भन्दा चाहिँ धेरै नै फुलिसकेछ कि साथीहरू, प्रायः जस्तो चाहिँ फक्रिसकेछ यसको चाहिँ। हेर्नुहोस् न, कस्तो राम्रो कलर के, डार्क रेडमा है, कति मिठो कलर छ साथीहरू। हाम्रो चाहिँ यहाँको सेली आएको छ विदेशबाट। अब के आइरहेछ हेरौँ है त। हाम्रो फुपूले खोल्दैछ सुर्केस चाहिँ, वाउ, ल खोल्नु न के रहेछ हेरौँ। यस्तो प्याक गरेर पठा है। प्याक गरेर कैँचीले खोल्नु न, कैँचीले काट त्यसरी अन्त होला। यो त कपडा जस्तो छ त है, के हो? साथीहरू खोल्दैछ है, खोल्दै चाहिँ खोली पनि सके साथीहरू। कफी, काजु, बदाम निकाल्नु। कफी, यो मेरो चार्जर साथीहरू, निभिया क्रिम, चार्जरै हो। डब्बा मात्रै हो यो त, खाली डब्बा होला नि।
काजु बदाम रहेछ टन्नै अनि यहाँ कोप्रा ब्रस यो नि ब्रसै होला नि छोक्रा साथीहरू छोक्रा मिठो हुन्छ यस्तो खालको खजुर भन्छ छोक्रा भन्छ यसलाई खजुरी भन्छ खजुर छोक्रा नेपालीमा खजुरीमा कफी होला यो कफी आमाको लागि कफी